यो चाहिँ जिएमसी कम्पनीको NX45FC भन्ने कम्बाइन्ड मिल हो। यसमा ल हेर्नु त धान कस्तो मजाले कुटाइरहेछ, चामल सननननननन पुरै यो झर्ने चामल झर्ने भागै हेर्नु न, भरिने गरी एकदम राम्रो लोड लिइरहेछ, राम्रो तान्छ है। भुस पनि ल हेर्नु त, यसमा चाहिँ यो भुस के छ भने खस्रो र मसिनो बनाउने दुई खालको जाली आउँछ। मसिनो बनाउनु हुँदा मसिनो पनि बनाउनु मिल्छ। यो चाहिँ कनिका, यसरी कनिका छुट्याएर थाप्नु मिल्छ। एकै ठाउँमा झर्ने बनाउँदा पनि हुन्छ, कनिकालाई छुट्याउँदा पनि हुन्छ। ल हेर्नुहोस्, हेरिरौँ जस्तो चामल झर्छ क्या। कुटाएको चामल हेर्नु त ल, एकदम कञ्चन्नी फनेर, न टुक्रेको छ न केही छ। ल साह्रै राम्रो चामल निकाल्छ। तपाईँहरूलाई पनि आवश्यक पर्यो भने चाहिँ यो लिनु हुँदाखेरि एकदमै राम्रो छ है। यो चाहिँ साथीहरू यो